अच्छा वाला है। यो चाहिँ अब हामीले साथीलाई लिएर हिँडेको खोल्नुलाई एकदम स्टोर डालिए ठिक छ। अहिले यहाँ फलफुल बेच्नु हुँदैछ। बिहान बिहान अरू केही मार्केट खुल्दैन यहाँ चाहिँ। म अहिले भर्खरै यो अलिअलि फलफुल सलफुल किनेर एउटा कोकोनट खाएर हिँडेको। अब हामी आज चेन्नई जाने हो। अनि त्यहाँपछि यो केही औषधिहरू पनि लिगौँ कि भन्ने सोचेर किन्न हिँडेको। तर यतातिरको फार्मेसीहरू चाहिँ 10 बजी मात्र खुल्दो रहेछ। अब हामीलाई त्यो फार्मेसी जानलाई 6-7 किलोमिटर टाढा जानु पर्दो रहेछ। अब यो पहिला घर गएर चाहिँ अनि त्यहाँपछि बल्ल बाहिर निस्किन्छौँ। यहाँ बेलुका 12 बजेसम्म मार्केट चलिराखेको छ। अनि अहिले अब खुल्दैछ। अब यस्तो छ यहाँ फेरि लखनऊ सिटी स्टेसन ट्रेनको स्टेसन पनि छ यहाँ। हामी जाने चाहिँ 4 बागी स्टेसनबाट हो। आज दिउँसो हाम्रो 4:30 बजे चेन्नईको लागि ट्रेन छ। यहाँको फेरि मार्केट खुल्दैन क्या फेरि 10 बजेपछि मात्र मार्केट खुल्छ। अनि बेलुकामा चाहिँ 12 बजेसम्म नै चलिरहेको हुन्छ। अब एउटा यो फ्यामिली मेडिकल भन्ने साइडमा रहेछ। यो पनि 10 बजे मात्र खुल्छ अरे। हामी आज चेन्नई जानु लाग्यो। अनि चेन्नई जानलाई अहिले 7:30 बज्यो। 4:30 बजेको ट्रेनको टिकट छ। अनि अहिले केही औषधिहरू पनि राखौँ कि भनेर हो। अब यसको लागि 10 बजे हामी फेरि आउँछौँ। अहिले यहाँ यस्तो छ माहौल। प्याज तो हो प्याज डोज अब चाहिँ मार्केटतिर हॉर्न बजा बजा कर पागल कर देते हैं यार। यहाँ सबैलाई एकदम हर्न बजाउन पाएपछि क्या है ये? केसरबाग सर्कल। अब हम जा रहे हैं कैंट रोड। किधर जा रहे थे? कैंट रोड। अब ये उसमें चाहिए यहाँ से जो है मार्केट शुरू है। देखो लखनऊ के ये चिकन फैक्ट्री यहाँ से मार्केट स्टार्ट हो रहा है। यहाँ को अब चिकन कटनहरू चाहिँ वर्ल्डभरि फेमस छ। ह्यान्ड एम्ब्रोइड्री कामहरू हुन्छ। चिकन मार्केट यहाँ से स्टार्ट होता है। यो चाहिँ लखनऊको पार्लियामेन्ट बिल्डिङ हो। नेपालको संसद भवन जस्तो। पार्लियामेन्ट बिल्डिङ अफ लखनऊ। पार्लियामेन्ट बिल्डिङ अगाडि पनि ये क्या है? चीफ मिनिस्टर के ऑफिस है।
चाहिँ हाम्रो क्या लगता है आपको जीतेगा या नहीं? चेन्नईको लागि ट्रेन पनि छ दिउँसोको 4:30 बजीतिर। अहिले बिहान चाहिँ हामी यो लखनऊको सिटीतिर घुम्दैछौँ, यो चिकन मार्केटतिर अनि चिकन मार्केट, चिकन फ्याक्ट्री यतातिर धेरै छ। अनि यो संसद भवनतिर आयौँ। जू चाहिँ हामी यहाँको जू नजाने, अब हामी श्रीलङ्कातिरकै वाइल्ड लाइफ हेरिन्छ। सब कुछ बढिया है। कति सामान राख्न मिल्छ मलाई देखाउन गइरहेको छु। यहाँ चाहिँ भित्र मल्टिपल पकेट्सहरू हुन्छ र ल्यापटप। कस्तो छ त दिदी हाम्रो ब्याग? बोले ये आप लखनऊ क्यों नहीं लेके आते हैं, इसको बैंगलोर भी करिए, बहुत प्यारा है। ये अभी तक तो नेपाल में ही है ना। तो इसको आप लखनऊ भी लेके आइए, बैंगलोर में भी ले जाइए, बहुत प्यारा है। ठीक है मैम, हम फुल ट्राई करेंगे। आपको लखनऊ का पूरा रेट बताएं? हाँ पूरा, इधर भी ला के छोड़ दो, आप आ सकते हो। लखनऊ का पूरा यूपी का बन रहा है, यूपी का, क्योंकि पहले मैं कार चलाता था ना, कार। रोड तो बहुत शांत है। ये कॉलोनी है ना, कॉलोनी है। अच्छा, कॉलोनी है, रेसिडेंसी एरिया। ये जजों का जज कंपाउंड है। इधर तो ज्यादा जज होते हैं। अब हम कितने दूर है? आ चुके हैं। ठीक है, अब हामी चाहिँ यो अब लखनऊको होटेलबाट ट्याक्क निस्क्यौँ। अब निस्केपछि हामी यो बडा इमाम बाब, छोटा इमाम बाब रहेछ त्यहाँ यसो हेर्ने ठाउँ, त्यहाँ यसो हेर्छौँ। अनि आज हाम्रो 4:30 बजेको चाहिँ अब चेन्नईको लागि ट्रेन छ। अब बिस्तारै हामी घुम्दै घुम्दै 4:30 बजे यो चारबाग स्टेसन पुग्ने गरी अनि जान्छौँ। अपडेट गर्दै गर्छौँ। अब एकदम गर्मी छ, चस्मा लाएर नै बाहिर हेर्न सकिन्छ, नत्र भने आँखा पोल्छ। यस्तो छ अब यहाँ बाहिर रोड हिँडाइ यस्तो हुन्छ यी। अब हामी चाहिँ बडे इमाम बाब चल रहे हैं। अब हम बड़े इमाम बाब चल रहे हैं। कैसे बोलो? यो हामी अहिले बडा इमाम बाब आ चुके हैं। यहाँ आयौँ, एकदम भ्यू चाहिँ दामी छ। यहाँभित्र भुल भइरहेको छ अरे, अब के छ हेर्नुपर्छ। टिकट भी लेना पड़ेगा क्या? अब हामी चाहिँ यो बडे इमाम बाब, छोटे इमाम बाबतिर जाँदैछौँ। भ्यू त एकदम दामी नै छ, हावा पनि चलेको। तर फरेनरको लागि चाहिँ रेट रहेछ 600 IC तो कुछ ज़्यादा ही हुआ ना। यहाँ तक तो चल सकते हैं, यहाँ तक तो चल सकते हैं, देख लेते हैं। अब हामी टिकटहरू त लिएकै छैन। अब कहाँसम्म जान सकिन्छ त वो चाहिँ देखौँ। वो चाहिँ हेरौँ, यस्तो छ यता भ्यू। आज हामी यहाँ बडा इमाम बाब, छोटा इमाम बाबतिर आउँदैछौँ। लखनऊको चाहिँ यो वान अफ द फेमस एरिया हो।
एकदम राम्रो छ ठाउँ त। पुरानो जमानाको एकदम पहिल्यै बनाएको आर्किटेक्ट छ। Here. 360 view. यहाँ बडा इमाम बाग रहेछ। राम्रो छ एरिया। यो आर्किटेक्ट चाहिँ एकदम पहिल्यै पुरानो जमानामा बनाएको जस्तो छ। अब यहाँ यसको बारेमा चाहिँ यो के हो भनेर चाहिँ अब हामीलाई एकजनालाई सोधेर अनि यसको बारेमा बुझेर एउटा गाइडसित अनि ठिक लाग्यो भने चाहिँ हामी भित्र जान्छौँ। हामी चाहिँ अहिले ठ्याक्क यो बडा इमाममा छौँ। यो भनेको चाहिँ पहिलाको त्यो नवाबहरू बस्ने घर हो। अनि उनीहरू यस्तो विशाल बनाएर है, यस्तो डेन्जर बनाएर बस्थ्यो उनीहरू, बस्दो रहेछ। अनि यो चाहिँ अहिले हामी भित्र भएको भनेको बडा इमाम हो। अर्को छोटा छ, छोटा चाहिँ साइडमा छ। अनि यहाँ यस्तो छ। अब यसको भ्यू हेर्नु त, यस्तो घर बनाएर बसेका छन् पहिला है, एकदम विशाल तरिकाले पहिलाको नवाबहरू बसेको ठाउँ। अहिले भर्खरै हामी यो बडा इमामबाट निक्ले। ठिकै छ, रमाइलो छ, तर गर्मी एकदम धेरै छ क्या। गर्मीले गर्दा हामी निस्किहाल्यौँ। अब हामी आनन्दले रुक्नेवाला ठाउँमा जान्छौँ। अब हामी चाहिँ यो बडा इमामबाट भर्खरै घुमेर अब निस्किनु लाग्यो। कस्तो रहेछ त बरु? एकदम राम्रो रहेछ यार बडा इमामबाट। हेर्न आउनुपर्छ। ठाउँ एकदम राम्रो छ यो। तर पहिलाको यहाँको छ नि यो पहिलाको यो मुस्लिम धर्म मान्नेहरूको ठुलो मान्छेहरू हुन्छ नि, उनीहरूको यो घर हो चाहिँ के घरै अब यस्तो बनाएर बसिरहेको हुन्छ। त्यहाँको गाइड चाहिँ मैले गफ किया था। अब यहाँ यस्तो छ। अब यहाँ जाने के लिए हमें ड्राइवर बनना पड़ेगा आज तो। आज हामी ड्राइवर बनेर जाने हो। आपको कंफर्टेबल है? नहीं, ये तो इधर के हैंडल हम मोड़ लेते हैं। अब यहाँ यस्तो छ अब ये हम चारबाग स्टेशन जा रहे हैं। यहाँ चला रहे हैं। अब हामी चाहिँ यता चारबाग रेलवे स्टेसन गएर अब त्यहाँबाट चाहिँ चेन्नाईको लागि निस्किन्छौँ। टिकट 4:30 बजेको छ। तर चलाई तो उनके मानना पड़ेगा यार। ये कैसा चलाई है? इधर तो मेज संभालना पड़ेगा। हाँ ठीक है। हम दोनों चला लेते हैं ना। एक्सीडेंट हो जाएगा। इंडिया में ये सब कुछ चलता रहता है। इंडिया अनोखा देश है, ये सब चलता है। अब हामी जाँदैछौँ यता चारबाग स्टेसन। ड्राइभर सिटमा हामी 3 जना छौँ अहिले। भाइले उसले पनि एउटा हातले मात्र चलाएर हिँड्नुहुन्छ। पछि भरिसकेको गाडी थियो, हिँड्ने बेलामा ठ्याक्क हामी लेट भएर हिँडिहाल्यौँ। वो बहुत ही खतरनाक राइडर है बदाम वाला।
बसन बजार जस्तो जस्तो छ देखते देखते ही थक जाते हैं अहिले चाहिँ हामी ठ्याक्क यो चारबागको ट्रेन स्टेसनमा आइसक्यौँ ट्रेन स्टेसन छ यतापट्टि अब यस्तो छ अब हाम्रो यो 6 नम्बरमा यो अहिले 6 नम्बर हो अनि यहाँ अब चेन्नाईको लागि ट्रेन आउँदैछ अनि यसमा चाहिँ हामी जाँदैछौँ लखनऊबाट चेन्नाईको लागि जान्छौँ अब हाम्रो ट्रेन भनेको चाहिँ 4:30 बजेको छ 4 बजेको ट्रेन छ अब यो ट्रेन कति लामो हुन्छ भनेर सोधेको 1 किलोमिटर तक हेरेँ उता लम्बा ट्रेन अब यस्तो छ ट्रेन चाहिँ यस्तो छ अगाडिसम्म लामो छ यसरी बसेर छ ये तो सच्चे हुँदो रहेछ त यार अब वहाँ पे मिलेंगे वो लोग फिल्म में जैसा हुआ है फिल्म जैसा हुआ है ना जलने के लिए जा रहा है भर्खरै यो लखनऊबाट न्यू दिल्ली जाने ट्रेन चाहिँ गयो अब चाहिँ यो लखनऊबाट चेन्नाई जाने ट्रेन आउँदैछ अनि हामी त्यसमा जान्छौँ अब चाहिँ ठ्याक्क हामी जानेवाला यो चेन्नाईको ट्रेन आएको छ भर्खरै अब यसमा चाहिँ अब हामीले ब्याकप्याक स्याकप्याक गरेर अनि हामी जान्छौँ गीत डालो ना गीत डालो यो चाहिँ हाम्रो टिकट छ टिकट देखाएर दाइलाई सजिलै ट्रेनभित्र जाँदैछ अब हम यहाँ से चलेंगे अब यहाँ हामी भित्र जाँदैछौँ हाँ चल अब तो यस 19 किधर है 19 इधर है चले आए अयो
एनर्जी हो गया सर सीधा सीधा करो सीधा तो नहीं हो गया भाई ये सब इधर डाल दो। अच्छा ये तुम खाओगी कि नहीं वरना मैं इधर डाल दूंगा ये भी। हाउ इम्पोर्टेंट इट इज टू बी फुल्ली हाइड्रेटेड ऑन द ट्रेन। मुझे सजेस्ट कर रहे हैं कि मैले एकदम धेरै भिडियोहरू खिचिराखेको छु नि त अनि यो सुरुमा यो हाम्रो ट्रिप सुरु हुँदैखेरिबाट अनि उसले भन्दैछ कि अब तिमीले यो भ्लग जर्नी स्टार्ट गर्नुपर्छ पोस्ट गर्नुपर्छ किनभने तिम्रो यो टुटे फुटेको हिन्दी र टुटे फुटेको नेपाली मिक्स गर्दाखेरि एकदम राम्रो भा राम्रो भयो भनेर उसले मलाई गफ हाने हान होइन। अब मैले नि अब हामीले तर पोस्ट गर्न हुन्थ्यो टिकटक सिकटकमा यता यहाँ चलिरहेकै छैन के चल्दै चल्दैन इन्डियामा टिकटकै चल्दैन ब्यान्ड छ। अब यहाँ ट्रेनको जर्नी यस्तो छ यो अब हामीले यहाँबाट ट्रेनबाट मान्छे हामी होइन यो हामीले तर भिडियो सिडियो बनाउनैको लागि भनेर यो स्लिपरको टिकट लिएको थियौँ नत्र भने एटलिस्ट थर्ड क्लास एसीसम्मको चाहिँ टिकट लिएर त्यस्तो क्या फर्स्ट क्लास लिँदैन नि सबभन्दा भिआइपी यस्तो छ नि यहाँबाट सर फेरि सर चाहिँ फेरि हाम्रो करोडपति हुन् के अब नराम्रो भिडियो मनको करोडपति के मन चाहिँ करोडपति हो। अर्को कुरो भनेको चाहिँ हामीले ट्याक्कै कसरी खिच्ने भन्ने कुरो चाहिँ जान्नु पऱ्यो कि अझै हामी कन्फ्युजनमा छौँ सायद मलाई चाहिँ घुमाउँदाखेरि पल्टिन्छ कतिखेर त्यो चाहिँ हामीले आजबाट सेटिङबाट हेर्नुपर्छ सेटिङमा चाहिँ यो कुराहरू सबै छ जस्तो लाग्यो मलाई भन्छ बुझ्यो भ्लग अथवा च्याट जिपीटीबाट हेल्प लिएर चाहिँ हेर्नुपर्छ यसको लागि भ्लग यहीँ इन गरिदिउँ। अब हम क्या करेंगे कि आज रात से हम पोस्ट करना स्टार्ट करेंगे। त्यसमै पहिले आजसम्म बोलेकोमा फेरि हामी हिन्दीमा बोल्ने हो अब हामी चेन्नई पुगेपछि फेरि पुरै इङ्ग्लिसमा भ्लग आउँछ अनि फेरि अब श्रीलङ्का पुगेपछि त अब चुपचाप हो। श्रीलङ्का पुगेपछि लाटो हो बन्द गर श्रीलङ्का पुगेपछि लाटो हो। कैसा है ट्रेन का खाना भांजा अच्छे है ना मैनेज करके खा रहे हैं के लिए ठीक है। एक चमचा है सिर्फ।
40 घन्टा चेन्नई आ गया हिँडेर भाइ चेन्नई आयो अब यहाँ दाईलाई नि हामी दाईसित बिदा हुन्छौँ है ल फिर मिलेंगे दाई अपना ख्याल रखना दादा अपना ख्याल रखना है फिर मिलेंगे ल अब चाहिँ हामी हिँड्यौँ अब हामी यहाँबाट जाने भनेको चाहिँ हामी नागापट्टनम जान्छौँ नागपट्टनम लाग्ने नागापट्टनम जानको लागि ट्रेन लाग्ने मेट्रो स्टेसनमा गएर अनि नागापट्टनम जान्छौँ अनि फेरीको बारेमा नि बुझ्छौँ अब श्रीलङ्का जाने नजाने हामी छिट्टै अपडेट गराउँछौँ आज बेलुकासम्ममा चाहिँ हामीलाई थाहा हुन्छ श्रीलङ्का जाने कि नजाने है त यस्तो छ अब यहाँको भिडभाड भत्तगोल अब हामी यहाँबाट यसरी यो चाहिँ अब चेन्नईको स्टेसन हो भिड देख्न सक्नुहुन्छ तपाईँहरू यस्तो भिड छ ट्रेन त खत्तमै नै होला अब हामी यहाँबाट हिँडेको धेरै बेर भइसक्यो ट्रेन अझैसम्म हामी चढेको ट्रेनको अगाडिसम्म पुगेको छैन हामी आएको आइछ अब चाहिँ सिद्धिन लागेको छ सब मान्छे कूद रहे अपने अपने काम पे कूद रहे सब लगता है बहुत गर्मी है यार इधर त गर्मी हो अब चाहिँ हामी ठ्याक्कै यहाँबाट निस्किन लागेको छौँ यो चाहिँ एक्जिट हुने ठाउँ हो अनि त्यहाँ यस्तो भिडभाड छ सबैजना एकैचोटि आएको भयो होला अब हामी अटो लिएर अनि हामी अब नागापट्टनम जानेवाला ट्रेन स्टेसन जहाँबाट लाग्छ त्यहाँ जान्छौँ हामी चाहिँ अहिले चेन्नईको मेन स्टेसनमा झरेर चेन्नईको बहुत अच्छा है लखनऊभन्दा त धेरै अच्छा है गोइङ टु श्रीलङ्का हाम्रो यहाँ चाहिँ ब्याक साइड चेक भयो थ्याङ्क यू भाइ थ्याङ्क यू Hilton building. Operation, na? Operation. Drainage. ड्रेनेज Drainage office. ड्रेनेज अफिस अब हामी चाहिँ ट्याक्क 7 बजे चेन्नईको मेन स्टेसनमा झरेको तर अनि नागापट्टनम जानको लागि अर्को ठाउँमा आउनुपर्ने भएर आयौँ अहिले 7:40 भयो अनि 8 बजेकै ट्रेन मात्र रहेछ उता नागापट्टनम जानको लागि मैलानदुरे मैलालदुरे अब त्यहाँ जान्छौँ त्यहाँ भएपछि लोकल बस अथवा ट्रेन जेबाट हुन्छ अनि त्यसबाट गइहाल्छौँ अब हामी चाहिँ यहाँ मैलालदुरेको लागि यहाँ टिकट निर्देशन गऱ्यो नि अब 7:55 यहाँ गइसक्यो 8 बजेको ट्रेन छ अब यहाँ त हामी टिकट काट्दैछौँ अब कुदेर गइहाल्नु पर्ने छ 130 रुपियाँको मैलानदुरेको टिकट रहेछ त्यसको काट्यौँ अब हामीले काटेर निस्किँदाखेरि 7:55 भएको थियो ट्रेन यहाँ स्टे बाई छ ट्रेन यही हो हामी अब मैलानदुरे काट्दैछौँ दिस वान इज भेरी गुड ब्रो कस्तो छ अहिलेको ब्रेकफास्ट कस्तो छ भेरी गुड होइन अहिले चाहिँ हामी ट्याक्क यो मैलानदुरे आइपुग्यौँ अब यहाँबाट चाहिँ हामी अब नागापट्टनम के लिए नागापट्टनम के लिए बस लिएर त्यहाँ जान्छौँ लम्बी ट्रेन है भाइ ये ओ माई गॉड नागापट्टनम जानलाई अझै पनि हामीलाई अब 1.5 घन्टा जति लाग्छ त्यहाँ गइसकेपछि चाहिँ अनि हामी फेरीको बारेमा बुझ्छौँ अनि ट्याक्क होटल सोटल बुक गर्छौँ आनन्दले आज बस्छौँ राम्रोसित रेस्टै गर्न पाएको छैनौँ होइन
फेरि चाहिँ कहाँको लागि के को लागि भनेर हामी तपाईँहरूलाई भन्छौँ बेलुका है यो होइन जस्तो लागिरहेको ये नहीं चल रहा है यार, ये तो चलना पड़ेगा। उठेर मजाले बसेर सर हिँड्न पर्ने हो है। अब यसमा चाहिँ हामी यो ट्याक्क मैनाङले झरेर अझै नागापट्टनम जानको लागि पनि बस स्टेसन जानु पर्दो रहेछ। अब त्यो बस स्टेसनमा जाँदैछौँ। हामी 3 जना छौँ। हामी आयौँ अब यहाँ दो हामी अटोलाई चेन्ज दिन जाँदैछौँ। हामी भर्खरै यो बस स्टेसनमा आइपुगेर अनि नागापट्टनमको लागि गाडी चढ्यौँ। अनि यो स्टेसनबाट नागापट्टनम चाहिँ जोस् 1 घन्टा जति लाग्दो रहेछ। 1 घन्टा अथवा 1.5 घन्टासम्ममा लाग्छ, पुगिन्छ। त्यसको लागि यहाँको भाडा चाहिँ 70 रुपियाँ रहेछ। 70 रुपियाँ नागापट्टनमको एकजनाको चाहिँ 70 रहेछ बस फेयर। अब यहाँ बस यसरी अब हिँड्न लाग्यो। बसमा यहाँ चाचाजी भेट्यो, मेरो दोस्त यहाँ परे। 100 रुपियाँमा हामी नागापट्टनम जाँदैछौँ। अब 55 किलोमिटर छ, 2 जनाको 100 रुपियाँ। तुम अकेले गोरे आ रहे हो के तो भाइब्स करो ना। पागल बोल रहा है साला। बस का साउंड ज्यादा करो। भोसड़ी को कोई भी नहीं आती भाषा। म्यूजिक का साउंड बड़ा करो रे। उसको ये समझने में कठिन हो जाएगी। नागापट्टनम में रुको। ट्याक्क नागापट्टनम जाँदैछौँ लोकल गाडीमा। यहाँ चाहिँ अब 55 किलोमिटर टाढा रहेछ यो स्टेसनबाट। 50 रुपियाँ लिनु भएको छ। नेपाली 80 रुपियाँ सस्तो। अटोमा अनि 2 किलोमिटर बस्नु त्यसरी दाइले भाडा उठाउनुहुन्छ। गाडीमा तेलुगु अक्षरले मात्र लेख्छ, तर अब इन्डिया नै भइसकेपछि इन्डियन अक्षरहरू लेखेको भए आफ्नै देशलाई सजिलो हुन्थ्यो। स्टेट अनुसारको फरक भएर अब यो तेलुगु मात्रै बोल्न जाने छ, तेलुगु मात्रै लेख्न जाने छ। उनीहरूलाई राम्रो अपर्च्युनिटी दिल्लीमा आयो भने क्या गरेको, त्यसैले यो त ठिक नै हो। हामी चाहिँ ठ्याक्क यो नागापट्टनममा झऱ्यौँ। अब त्यो हामी जान पर्नेको त्यो शुभम फेरीमा जानुलाई चाहिँ अब 1.1 अथवा 2 किलोमिटर जति 1.2 जति बाँकी छ। अब झ्यापझुप गएर सुरुमा अटो सटोमा बसेर एकचोटि त्यहाँ शुभम फेरीमा बुझेपछि बल्ल हाम्रो कामसाम सबै निस्किन्छ। अनि बल्ल आनन्दले बसेर फ्रेस भएर खाजासाजा खाने सुरुमा चाहिँ हामी गइहाल्नु पर्छ। अब यहाँ फेरि हिन्दी पनि कसैले बुझ्दैन। अब हामी बोल्ने भनेको अलि पढे लेखेको मान्छे छ भने इङ्ग्लिस, अनि होइन भने त अब नेपाली नै बोल्नु पऱ्यो। इसारा गर्ने, नेपाली बोल्ने, अनि गुगल ट्रान्सलेटर युज गर्ने। यस्तो कालो के रातो खाले केलाहरू पनि रहेछ।